आज चाहिँ भने म यहाँनिर चारधाम आइरहेको छु हो, नाम्ची चारधाम आइरहेको छु टुरिस्ट लिएर हो। म चाहिँ पेलिङ गएको, पेलिङ जाँदै गरेको हो। अब चाहिँ यहाँनिर चाहिँ देखाएर चाहिँ पेलिङ जानुपर्ने हुन्छ म चाहिँ। अन्त म चाहिँ यहाँनिर आइरहेको छु माथि हो। तपाईँहरूलाई आज चाहिँ म चारधामको फुल भिडियो देखाउने छु। भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला है त साथीहरू। चारधाममा चाहिँ अहिले एकदम दामी वेदर चाहिँ एकदम दामी भइरहेछ हो। घाम चाहिँ मजाले लागिरहेछ। यदि तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने अहिले चाहिँ आउनु सक्नुहुन्छ। गरम चाहिँ तर पुरा छ यहाँनिर चाहिँ हो। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो भइरहेछ चारधामको वेदर चाहिँ अहिले चाहिँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ हो शिवजीको स्ट्याचु यस्तो दामी देखिरहेछ क्लियर हो। यहाँ अगाडिबाट देखाउँछु त तपाईँहरूलाई। यहाँ उँधोपट्टि चाहिँ यस्तो छ हो, देख्न सक्नुहुन्छ एकदम दामी भइरहेछ। टुरिस्टहरू यहाँ तपाईँले देख्न सक्नुहुन्छ हो, वेदर एकदम यस्तो दामी भइरहेछ आज। म चाहिँ माथि जाँदै गरेको हो, माथि गएर देखाउँछु है त। तपाईँहरूले देख्न सक्नुहुन्छ शिवजीको स्ट्याचु चाहिँ यस्तो दामी देखिरहेछ। दिन चाहिँ एकदम क्लियर भएर हो, दिन चाहिँ दामी भइरहेछ आज चाहिँ। यहाँ टुरिस्टहरू देख्न सक्नुहुन्छ हो, साला यस्तो दामी देखिरहेछ। अन्त यहाँ तपाईँले देख्न सक्नुहुन्छ यस्तो दामी भइरहेछ। म चाहिँ पेलिङ जाँदै गरेको हो। मेरो टुरिस्ट चाहिँ यहाँ माथि घुम्नु आइरहेछ। अन्त म पनि यसो यहाँनिर घुम्नु आएको हो, गाडीमा बस्नु अल्छी लागेर चाहिँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो दामी भइरहेछ वेदर चाहिँ आज चाहिँ। यहाँभित्र चाहिँ हो पूजाहरू गर्ने जग्गा छ। पछाडिपट्टि जानु पर्यो, पछाडिपट्टि कस्तो छ। मान्छे चाहिँ त्यस्तो बेसी छैन रहेछ अहिले चाहिँ हो, गरमले गर्दाखेरि। टुरिस्टहरू मात्रै छ अलिअलि हो। तल गएर देखाउँछु है त तपाईँहरूलाई। त्यहाँनिर चाहिँ राईको उयोहरू पनि रहेछ हो, मन्दिर पनि रहेछ। त्यहाँनिर के कस्तो भइरहेछ होइन, त्यहाँ गएर देखाउने छु है त। अहिले चाहिँ आउनुभयो भने तपाईँहरू आउनु सक्नुहुन्छ। वेदर पनि एकदम दामी छ चारधामको चाहिँ हो। मान्छे चाहिँ त्यस्तो बेसी छैन अहिले।
यहाँ चाहिँ के रहेछ हौ यस्तो रहेछ यहाँनिर चाहिँ आम्मामा वेदर हेर्नुहोस् है आजको साथीहरू यस्तो दामी भइरहेछ अन्त दामी भइरहेछ दामी एकदम यहाँ चाहिँ गरम बेसी भएर शीतल तापिरहेको छ टुरिस्टहरू यहाँनिर फुल देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम दामी यस्तो दामी रहेछ यहाँ चाहिँ फुल चाहिँ हेर्नुहोस् है साथीहरू यहाँ चाहिँ राईको मन्दिर चाहिँ यहाँनिर छ यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यसलाई चाहिँ के भन्छ यो चाहिँ राईको राजा हो तपाईँहरूलाई नाम छ भने चाहिँ तपाईँहरूले भन्न सक्नुहुन्छ हो यो चाहिँ राईको राजा हो राजाको स्ट्याचु रहेछ हो यो स्ट्याचुको नाम चाहिँ तपाईँहरूलाई याद छ भने तपाईँहरूले भन्न सक्नुहुन्छ भित्र के कस्तो छ त्यो पनि तपाईँहरूलाई देखाउँछु है त यहाँनिर त्यस्तो लेखिरहेको रहेछ किरातीश्वर यस्तो लेखिरहेको छ यहाँ तपाईँहरूले पढ्न सक्नुहुन्छ हो यो चाहिँ राईहरूको रहेछ यहाँनिर यहाँभित्र चाहिँ पूजाहरू हुँदो रहेछ यस्तो रहेछ यहाँभित्र चाहिँ हो यहाँ चाहिँ आएर चाहिँ यसो अब तपाईँहरूले जो खानाहरू पनि देखाउनु सक्नुहुन्छ हो सबै भनिदिइहाल्दो रहेछ अब चाहिँ म यहाँबाट निस्केको हो साथीहरू तपाईँहरूलाई आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला है त यति भन्दै अब चाहिँ यो भिडियोलाई चाहिँ यहाँ राख्न चाहन्छु बाई बाई